को चेली हेलो सरको छोरी मेरो ब्लगमा आज आएको छ। कहाँ हुनुहुन्छ अहिले? अनि घर त कहाँ पर नि? अनि 100 निकाल्दैछ नि। के 100 थियो कि म त पैसा चिन्दिनँ। 100 रुपैयाँ हो। दिहाले मैले अब चिनेकै रहेछ बबुवा भनेपछि चाहिँ दिएँ कि म त अब कहाँको के रहेछ भने जस्तो लागेको थियो। ल अनि उसले भन्यो बुद्धको दाजु हैन भन्यो। चिनी गर्ने हो त्यति भए। ओहो कुरा गर्दै गरेको यहाँ भेट भइगयो यहाँ केटालाई अघि भिडियो बनाइसकेको थियो क्या तेरो विषयमा घर हिँडेको फर्केको भिडियो बनाइसकेको छु क्या मैले। ल ल ल ल ल ल म चाहिँ ठ्याक्कै फर्केको। ल ल ल ल नमस्कार सर नमस्कार। मलाई चिन्नु भएको भएन। लु भन्नु त चिन्नु सकिएन होइन होला ल चिन्नु भयो होला होइन चाहिँ पहिला चिन्नै सकिएन म चाहिँ साँच्ची नै तपाईँले नि अब हात उठाउनु भएर बोलेको म चाहिँ होइन हो गोगो कान्छाको छोरा हो होइन होला अन्त यस्तो त थिएन नि कुन जेठ ठाउँ सञ्चार चाहिँ होइन हाइट त घटेछ नानी म के भन्छ त्यो आउँछु अगस्तमा आउँछु ल सरलाई भेटेँ खुसी लाग्यो। म एक दुई दिन टाइम दिएर आउँछु नि ल। सिक्किममा चाहिँ के भन्छ सबैभन्दा मानेको चेली पनि अचानकमा भेट्यो नि एकदम ठिक छ। ए मेरो चेली सिक्किमको चेली सरको छोरी मेरो ब्लगमा आज आएको छ। यो ठाउँमा हुर्क्यो बढियो पढियो अब 20-22 वर्षमा आउँदाखेरि चाहिँ कतिले नचिन्दो रहेछ क्या हाम्रो सरले पनि ऊ आइपुग्यो यहाँ खेल्दै पछाडि